नमस्कार। एकदमै खुसीको कुरा त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले एउटा नयाँ कोर्स चाहिँ सुरुवात गर्दैछ र वास्तवमा नेपालमा जलविद्युतका क्षेत्र र अझ म्यानेजमेन्टका क्षेत्रलाई अझ सहयोग पुग्ने हिसाबले यसलाई डिजाइन गरिएको छ। यो चाहिँ सस्टेनेबल डेभलपमेन्ट र ESG लगायतका थुप्रै खालका र हामीसँग मिल्दाजुल्दा र जलविद्युतलाई साँच्चै नै अब यो देशमा कसरी माथि उठाउने र समाजसँग कसरी सहकार्य गर्दै लाने भन्ने खालका कोर्सहरू पनि यसमा डिजाइन गरिएको छ। र आजको दिनमा जलविद्युतको विकासलाई हेर्ने हो भने झन्डै 3500 मेगावाट बिजुली उत्पादन भइसकेका छन् र 4100 मेगावाट जति झन्डै निर्माणाधीन अवस्थामा छ र कुनै न कुनै फेजमा अर्को 4500 मेगावाट पनि निर्माणकै चरणमा अगाडि बढिराखेका छन्। र वास्तवमा अहिले भर्खरै नेपाल सरकारले 2035 सालभित्रमा 28,500 मेगावाट उत्पादन गर्ने भन्ने लक्ष्य लिएको छ र हामीले यो लक्ष्यलाई पुरा गर्नको लागि चाहिँ साँच्चै नै अब जनशक्तिहरू सक्षम जनशक्तिहरूको पनि आवश्यकता पर्ने र भोलि का दिनहरूमा हामीले काम गर्दै जाँदा वातावरणलाई पनि बचाउँदै जलविद्युतको विकास पनि गर्नुपर्ने र थुप्रै खालका म्यानेजमेन्टमा पनि दखल राख्ने व्यक्तिहरूको पनि आवश्यक पर्दै जाने हुनाले गर्दाखेरि र अझ भन्दाखेरि नेपाल सरकारले प्रक्षेपण गरेको यो जुन 28,500 मेगावाट बनाउँदै जाँदा वार्षिक झन्डै 7 लाख जतिलाई रोजगार प्रवर्धन गर्दै जाने खालको उद्देश्य पनि भएको हुनाले गर्दा भोलिका दिनहरूमा साँच्चै नै यो अहिले त्रिभुवन विश्वविद्यालयले गर्न राखेको यो जुन खालको कोर्स छ यसले चाहिँ नेपालको जलविद्युतको क्षेत्रलाई अगाडि बढाउनको लागि अझ धेरै ठुलो मद्दत पुग्छ भन्ने मलाई लाग्छ। वास्तवमा हाम्रा थुप्रै जलविद्युतसँग सम्बन्धित र यहाँ काम गरिरहेका थुप्रै भाइ बहिनी तथा साथीभाइहरूलाई चाहिँ यो कोर्स एकदमै सुहाउँदो खालको विश्वविद्यालयले र हामीसँग पनि केही सहकार्य गरेर यसलाई डिजाइन गरेको छ र आशा छ तपाईहरू सबैले यसको चाहिँ फाइदा लिन सक्नुहुन्छ भन्ने लाग्छ र अझ यसलाई चाहिँ वास्तवमा वर्किङ प्रोफेसनलहरूको लागि चाहिँ समय पनि त्यही अनुसारले म्यानेज गरेर यो कोर्सलाई चाहिँ डिजाइन गरिएको छ र स्पेसली अझ छुट्टीको दिन भन्नुपर्ला अझ शुक्रबार शनिबारलाई समय मिलाएर यसलाई चाहिँ अगाडि बढाउन खोजिएको छ र वास्तवमा यो कोर्स गरेर जलविद्युतको क्षेत्रलाई अझ अगाडि बढाउन र हाम्रा वातावरणसँग सुहाउँदो खालका जलविद्युतलाई समायोजना गर्दै अगाडि बढाउनको लागि चाहिँ विशेष योगदान दिन्छ भन्ने मलाई लाग्छ र आशा छ तपाईहरुले यो कोर्सलाई पनि बढीभन्दा बढी यसले सहभागी जनाएर यसलाई चाहिँ सफल पार्दिनुहुन्छ भन्ने पूर्ण आशा गरेको छु। धन्यवाद।